नेपाली राजनीतिमा अस्वस्थ किसिमको प्रतिस्पर्धाले देश कहाँ पुगेको छ हामीले बुझेका छौँ। ससुराली गइरहन्थे दिनका दिन साली माग्दा सासूले लखेटिन् ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा। जुन देशका जनतासँग पैसा छ तर सिटामल नपाएर मर्नु परेछ, मैले खाएको त्यो भाँडा मैले चाहिँ पैसा तिरेछु भन्दैमा मैले खाएको जुठो भाँडा त्यो बच्चालाई किन मजाउँछु, त्यो आमालाई किन मजाउँछु? कि राज्य आफै जिम्मेवार भएर लाग्नु पर्यो कि चाहिँ हामीलाई त्यो किसिमको अधिकार दिनु पर्यो? र कसैले पनि कुनै पनि कलाकारले आफू एउटा स्थानमा पुगेपछि आफ्नो अतीत बिर्सनु हुँदैन। हे कहिले दिउँसै रम्बापुरमा गोली हान्भो, कहिले दिउँसै रम्बापुरमा गोली हान्भो, कहिले दिउँसै होलेरीमा राइफल तान्भो। नमस्ते, म जनवादी गायक झन्कार बुढा मगर। तपाईँ हेर्दै हुनुहुन्छ यतिखेर अनलाइन टिभी प्रोग्राम लेख बेसीका भाकाहरू। नमस्कार आदरणीय दर्शक महानुभावहरू, अनलाइन टिभी प्रोग्राम लेख बेसीका भाका हेरेर बसिराख्नुभएका सम्पूर्ण दर्शक महानुभावहरू, आज तपाईँको माझमा यो कार्यक्रमलाई रमाइलो बनाउनको लागि हामीसँग हुनुहुन्छ नेपालकै बहुचर्चित लोकदोहोरी गायक, जनताका गायक एवं नेपाल लोकदोहोरी प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष हामीसँग हुनुहुन्छ आदरणीय दाई बद्री पङ्गेनी दाई हामीसँग हुनुहुन्छ। उहाँले यहाँसम्म आइपुग्दाखेरि जीवनमा भोगेका अनुभवहरू, दुःख पीडा सँगै साङ्गीतिक यात्रामा लाग्दा के कस्ता कुराहरूलाई ध्यान दिनुपर्छ, यस्तै बिचमा रहेर हामी कुराकानी गर्नेछौँ। दाई यहाँलाई हार्दिक स्वागत छ। धन्यवाद छ। कार्यक्रम हेरेर बस्नुहुने सम्पूर्ण दर्शकहरूलाई मेरो नमस्कार छ। रोल्पा आउनु भएको छ, बाटोमा कसरी आउनु भयो? होइन, रोल्पा यो मेरो दोस्रो चोटि हो। यसपालि चाहिँ अब म हिजो कञ्चनपुरमा थिएँ, म राति म बिहान 4 बजे आइपुगेको थिएँ। यात्रा चाहिँ जो रमाइलो भयो, सुतियो बाटोमा, गाडीमा सुतियो, थाहै पाइएन, यात्रा ठिकै भयो भनौँ। दोस्रो चोटि रोल्पा आउनु भएको छ। प्रथम रोल्पा महोत्सव चल्दै गर्दा वृहत सांस्कृतिक कार्यक्रममा आउनु भएको थियो होला योभन्दा पहिले हो। केही केही फरक पाउनुभयो पहिले साल र अहिले आउँदाखेरि? होइन, अब अहिले हेर्दैछु म बल्ल, म त अब उठ्ने बित्तिकै अब तपाईँले समाइहाल्नुभयो होइन। अब हेर्दैछु, आशा छ केही चेन्जहरू चाहिँ पक्कै पनि भएको छ, त्यो समयअनुसार हुने कुरा पनि हो। तर म अत्यन्तै उत्साहित छु कि यो बृहत सांस्कृतिक कार्यक्रममा आउँदाखेरि धेरै दर्शकहरूको माया पाएको थिएँ, धेरै रोल्पालीहरूको माया पाएको थिएँ। विशेष गरी एउटा रोल्पाली छोरो, रोल्पाले जन्माएको एउटा प्रतिभा हरिडाँगीको मायाले चाहिँ यहाँ आउने अवसर पाएको थिएँ त्यति बेला, र यसपालि पनि यहाँ सबैको मायाले यहाँ आउने अवसर पाएको छु। त त्यति बेला चाहिँ अलिक बढी रमाइलो भएको थियो है। यसपालि चाहिँ के हुन्छ थाहा छैन। अब तल पुगेर फुटबल पनि खेलियो होइन, एकदम चाहिँ अब हाम्रो नेताजीहरूसँग चाहिँ फुटबल खेल्ने अवसर पनि पाइयो। केही भए पनि, केही भाग भए पनि रोल्पाका भागहरू, गाउँहरू, ठाउँहरू हेर्ने अवसर पाइयो। यसपालि चाहिँ म स्टेजमै सीमित हुन्छु, तर स्टेजमै रहे पनि मैले चाहिँ सबैसँग भेटघाट गर्ने, सबैलाई चाहिँ गीत गाएर खुसी बनाउने कोसिस मेरो रहन्छ। धेरैले कुरा गर्ने गरेको मैले सुन्ने गरेको थिएँ, जो कि बद्री पङ्गेनी आउँदै हुनुहुन्छ अरे, जो वृद्धहरू पनि जानुपर्छ है भनेर चाहिँ उहाँको छोराछोरीहरूले कुरा गरिराख्नु भएको थियो कि तपाईँले युवा युवती भन्दा धेरै मन वृद्धहरूको जित्नुहुन्छ, बुढा आमा बुवाहरूको जित्नुहुन्छ हो? यस्तो छ होइन। अब यो के हुन्छ भने गीत भनेको कुनै पनि कलाकारले गाएको गीत सबैले मन पराउँछन् भन्ने होइन। एउटै प्रकारको गीत सबैलाई मन पर्दैन। कसैलाई अलिक विरहका गीतहरू मनपर्छ, कसैलाई अलिक रोमान्टिक गीतहरू मनपर्छ, कसैलाई अलिक क्रान्तिकारी, अलिक सन्देशमूलक, अलिक प्रगतिशील गीतहरू मनपर्छ। त्यसो भए हुनाले मैले सबै प्रकारका दर्शक श्रोताहरूको चाहना अनुसार गीत गाउने कोसिस गर्ने हो। अहिलेसम्म भनौँ न सबैले माया गर्नुभएको छ। आमाहरूलाई मनपर्ने गीतहरू पनि मैले गाइराखेको छु, तर युवाहरूको लागि गीत छैन भन्ने होइन, गाइराखेको छु। अब त्यो त अब समय, अवस्था, परिस्थिति, ठाउँ हेरेर हुन्छ। जो कि दाइ यो पछिल्लो चरणमा गीत सङ्गीत क्षेत्रमा लाग्ने कलाकारहरूको ताती छ। सबै कलाकारहरू गन्तव्य स्थानमा पुग्नको लागि कसैले चाहिँ आफ्नो अङ्गलाई प्रदर्शन गरेर, कतिपयले चाहिँ रफ शब्दहरू राखेर गीत बनाउँदै गर्ने कार्य गरिरहेको हुनुहुन्छ होइन? यो तपाईँको विचारमा के लाग्छ? तपाईँ जिम्मेवारी व्यक्ति पनि हो होइन? यो प्रतिस्पर्धामा उत्रनु राम्रो हो। हरेक कुरामा प्रतिस्पर्धा हुनु राम्रो कुरा हो।
तर त्यो अस्वस्थ प्रतिस्पर्धा हुनु त्यो दुर्भाग्य हो। अहिले नेपाली गीत सङ्गीत क्षेत्रमा, लोकगीत मात्रै नभनौँ, दोहोरी गीत मात्रै नभनौँ, नेपाली गीत सङ्गीत क्षेत्रमा र नेपाली चलचित्रमा पनि अस्वस्थ किसिमको प्रतिस्पर्धा भइरहेको छ। जस्तो नेपाली राजनीतिमा अस्वस्थ किसिमको प्रतिस्पर्धाले देश कहाँ पुगेको छ हामीले बुझेका छौँ, त्यस्तै चाहिँ नेपाली गीत सङ्गीतमा पनि जुन किसिमको अस्वस्थता छ त्यसले चाहिँ भोलि नेपाली गीत सङ्गीतलाई ठुलो घाटा पुर्याउँछ। त्यसो भए हुनाले जस्ता पनि गीत गाउने, जस्ता पनि गीत लेख्ने, जस्तो पनि भिडियो बनाउने जुन अहिले छ र त्यसलाई अनुगमन गर्ने र त्यसलाई चाहिँ कारबाही गर्ने हैन, त्यसको एक किसिमको चाहिँ सेन्सर गर्ने किसिमको निकाय हामीसँग अहिलेसम्म छैन। त्यो भाव हुनाले पनि यस्तो किसिमको चाहिँ छाडा प्रवृत्ति अगाडि बढिरहेको छ। हामीले जहिले पनि भन्ने गरेको के हो त भन्दा यसमा म राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालको केन्द्रीय अध्यक्षको हैसियतले मैले त्यस्ता किसिमका क्रियाकलाप गर्नेहरूलाई प्लिज यस्तो नगरिदिनुहोस् भन्नु मिल्छ, एकचोटि पत्र लेखेर यस्तो नगरिदिनु होला भनेर अनुरोध गर्न मिल्छ, सम्झाउन मिल्छ, तर कारबाही गर्न चाहिँ हामीले पाउँदैनौँ। हाम्रो त्यो संस्थाको त्यो किसिमको अधिकार छैन। त्यसो भए पत्र लेख्दा अनुरोध गर्दा नमानेपछि कि त्यस्तै छाडिदिने व्यवस्था छ त? होइन, त्यस्तै छाड्ने व्यवस्था पनि त छैन, त्यो त राज्यले गर्ने कुरा हो हैन। जस्तो तपाईँको टेलिभिजनमा तपाईँको यो कार्यक्रममा तपाईँले जस्तो पनि भिडियो हाल्नुभयो अनि के तपाईँलाई आएर झापड हानु होइन नि त। तपाईँ एउटा नियममा बाँधिनुपर्छ हैन। त्यो नियम राज्यले बनाउने हो कि राज्यले हामीले एउटा अख्तियार दिनु पर्यो हैन। कसैलाई चाहिँ लगेर थुन्दैमा, कसैलाई चाहिँ झापड हान्दैमा समस्याको समाधान हुन्छ भने त हामी तयार छौँ, त्यो जनशक्ति पनि हामीसँग छ। राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठान नेपालसँग हाम्रो महिला विभाग पनि छ, हाम्रो सुरक्षा विभाग पनि छ, हाम्रो धेरै विभाग छ। हाम्रो चाहिँ सुरक्षा विभागको प्रमुख चाहिँ हरि डाँगी नै हुनुहुन्छ हैन। हामी त्यस्तो कारबाही गर्न सक्छौँ, भौतिक कारबाही पनि गर्न सक्छौँ, तर त्यो गर्न पाइँदैन नि त। नियम कानुनभन्दा माथि हामी होइन नि त कि हामीलाई अख्तियार दिनु पर्यो, त्यो अधिकार हुनु पर्यो। त्यसो पूर्ण रूपमा चाहिँ त्यसो भए हुनाले अधिकार त्यसैले हामीले छैन। हामीले के भनेका छौँ त भन्दा कि राज्य आफै जिम्मेवार भएर लाग्नु पर्यो कि चाहिँ हामीलाई त्यो किसिमको अधिकार दिनु पर्यो। हामी नियन्त्रण गर्छौँ यस्ता किसिमका चाहिँ क्रियाकलापहरूलाई, हामीले त्यही भन्छौँ। जो कि बाहिर सुन्नमा आउँछ त्यो राज्यले चाहिँ आफूले अधिकार पूर्ण रूपमा पनि नदिने र कलाकारहरूलाई दोष लगाउने काम गर्छ, यो त्यसो भए तपाईँको नजरमा गलत जस्तो के लाग्छ? गलत यस्तो छैन हुन त। अब यो जुन देशका जनता पैसा छ तर अन्न किन्न नपाएर भोकभोकी बस्नु परेको छ, जुन देशका जनतासँग पैसा छ तर सिटामल नपाएर मर्नु परेको छ, त्यो देशको कलाकारको र कला क्षेत्रको अवस्था के होला हामीले सहजै अनुमान लाउन पनि त सक्छौँ नि। यो एउटा सङ्क्रमणकालीन अवस्था छ राजनीतिदेखि लिएर हरेक कुरामा। कुनै पनि क्षेत्रमा हामीले चाहिँ सोचे जस्तो चाहिँ प्रगति हामीले गर्न सकेका छैनौँ। अलिकति राम्रो भनेको चाहिँ सञ्चार क्षेत्रमा चाहिँ धेरै चाहिँ फड्को हामीले मारेका थियौँ, तर सञ्चार क्षेत्रमा त अझै धेरै विकृति। जस्ता पनि पत्रकार, जो पनि पत्रकार जे पनि लेखेको छ, जे पनि न्युज बनाएको छ, मान्छेको चाहिँ मानहानि पनि गरेको छ, मान्छेलाई चाहिँ रिस उठ्यो कि कसै कहीँ बस्दाखेरि चाहिँ झगडा पऱ्यो कि लगेर समाचार बनाइदिएको छ, यो यस्तो किसिमको विकृति अझै सञ्चारमा पनि आइरहेको छ। त्यसले गर्दा अहिले हरेक क्षेत्रमा चाहिँ यो किसिमको समस्या छ। अब हेरौँ राज्यले अब जुन संविधान जारी गरेको छ त्यसलाई चाहिँ कार्यान्वयन गर्नतिर लागिरहेको छ। संविधान कार्यान्वयन होस्, निर्वाचन होस्, राज्यले एउटा चाहिँ लय समाओस्, सुशासन होस्, सुशासन पछाडि त्यसभित्रका कुराहरू बिस्तारै ठाउँमा आउँछन् भन्ने लाग्छ मलाई। पक्कै पनि एकदमै राम्रो कुराको लागि धन्यवाद दाइलाई दिएँ मैले। जो कि पत्रकारहरूले भन्नुभयो जो नराम्रो कुराहरू धेरै लेख्ने, राम्रो कुराहरू थोरै लेख्ने भएको जस्तो लाग्छ, त्यसो भए तपाईँको विचारमा? होइन, त्यसो त राम्रो कुराहरू नलेख्ने भन्न खोजेको होइन, राम्रो पनि लेखिन्छ। तर अहिले कसलाई पत्रकार भन्ने, कुन मिडियालाई हामीले सञ्चार माध्यमको आधार मान्ने, कसको कुरा पत्याउने? अहिले तपाईँको चाहिँ ल यहाँ पर गाडी पल्टिनुपर्छ, एउटा मिडियाले 10 जना मरे भन्छ, अर्कोले 9 जना भन्छ, अर्कोले 8 जना भन्छ, अर्कोले चाहिँ 1 जना भन्छ हैन। तपाईँको सत्य तथ्य समाचार जनताले पाउने जुन अधिकार छ त्यो अधिकारबाट त झन् चाहिँ अलि वञ्चित हुँदै गइरहेको जस्तो लाग्छ क्या मलाई, जनता, श्रोता, दर्शक हैन। त्यसले गर्दा त्यो किन भइरहेको छ भने त्यो अनियन्त्रित भयो, कसैको काबुमा रहेन क्या त्यो हैन। त्यसैले लोकसङ्गीत पनि दोहोरी गीत पनि यही नै हो, यही भइरहेको छ। पक्कै पनि तपाईँ जिम्मेवारी व्यक्ति भएको कारणले गर्दाखेरि सुरुमै मैले यति धेरै कुरा सोधेँ। अब लाग्छ हामी तपाईँको अनुभवतिर। तपाईँ यहाँसम्म आउँदाखेरि सुरु कहाँबाट गर्नुभयो? त्यो अवस्मरणीय दिन तपाईँको कुन भनेको छ जो बद्री पङ्गिनी भनेर चाहिँ यहाँसम्म ल्याउनको लागि सुरुवातीको दिन तपाईँले बिर्सिनै नसक्ने खालको दिन कुन भनेको छ त्यो भन्दै? होइन, मैले अब यस्तो सुन्नुहोस्, यो अब यो
यही कुराहरू मेरो विगत, मेरो वर्तमान, मेरो अतीत मैले धेरै पटक सयौँ मिडियामा मैले भनिराखेको छु। मलाई लाग्छ यो कार्यक्रम हेरेर बस्नु सबैलाई थाहा छ बद्री पङ्गिनी पाल्पाबाट मैले चाहिँ आफ्नो साङ्गीतिक यात्रा सुरु गरे हो र विगतमा आम नेपालीका छोराछोरी एउटा गाउँबाट काठमाडौँ छिरेको सामान्य किसान परिवारको छोरोले कतिको सङ्घर्ष गर्नुपर्छ त्यो सबैले सहजै अनुमान लगाउनुहुन्छ। त्यो मैले पनि गरे हो, त्यो दुःख मैले पनि भोग्या हो, त्यो दुःख अहिले पनि भोग्दैछु, त्यो सङ्घर्ष अहिले पनि गर्दैछु। र कसैले पनि कुनै पनि कलाकारले आफू एउटा स्थानमा पुगेपछि आफ्नो अतीत बिर्सनु हुँदैन हैन। विगतमा के थिएँ भन्ने कुराहरू धेरै लुकाउँछन् कि म त यस्तो सम्पन्न परिवारको छोरा, मलाई त केही गाह्रै भएन हैन, यस्तो उस्तो, त्यो होइन। सबैले त्यो हामी दुःख गरेको हैन। हामी म काठमाडौँ छिर्दासम्म चिकन भनेको मलाई थाहा थिएन हैन। हामी त ह्यान्डमाने कुखुरी पढ्या हो हैन। कुखुराको मासुलाई चिकन भन्ने थाहा हुँदैन थियो हैन। बाख्रा मासुलाई मटन भन्ने थाहा हुँदैन थियो। ती सबै कुराहरू, टाई लगाउने कुराहरू, हरेक कुराहरू, जुत्ता लगाउने कुराहरू, के लगाउने, कसरी खाने, कसरी बोल्ने, यी सबै कुराहरू हामी पछि सिक्या हो नि। गाउँबाट गएको सामान्य गाउँको चाहिँ छोरो त हो म पनि। त्यसकारण मैले एउटा सामान्य गाउँको, एउटा सामान्य परिवारको एउटा सामान्य मान्छे काठमाडौँ जाँदा कतिको सङ्घर्ष गर्नुपर्छ, कति दुःख गर्नुपर्छ, ती सबै सङ्घर्षहरू, ती सबै दुःखहरू मैले गरेको छु। सारमा यति नै भनौँ। संक्षेपमा बुझिहाल्नुहुन्छ दर्शक महानुभावहरूले। तपाईँको धेरै कुरा पनि सुन्नु भएको छ, देख्नु पनि भएको छ, जो कि तपाईँ बाहिर हिँड्दाखेरि तपाईँको एउटा भुल्नै नसक्ने गुण छ है बद्री पङ्गिनीको भनेर धेरै महानुभावहरूले कुरा गरे, जो कि आफू खाएको थाल आफै माझ्ने यस्तो खालको बानी छ अरे नि तपाईँको। हो, म अहिले पनि माझेँ। अहिले भर्खरै यो जिएम भान्साघरमा खाना खाएर मैले चाहिँ आफूले खाएको भाँडा आफै माझेँ। त्यो एउटा के हुन्छ त भन्दाखेरिमा मान्छेले सोच्छ होटलमा गएर किन माझ्छस् भन्छन् कि मान्छेले। यो अब नेपालको 85% होटलहरूमा बालबालिका बाल मजदुर छन्, महिला मजदुर छन्। मैले खाएको त्यो भाँडा मैले चाहिँ पैसा तिरेको छु भन्दैमा मैले खाएको जुठो भाँडा त्यो बच्चालाई किन मजाउँछु, त्यो आमालाई किन मजाउँछु। तपाईँको घरमा म खाना खान जान्छु, मैले खाएको भाँडा मैले यदि माझेन भने तपाईँले मार्नुहुन्छ, मान्नुहुन्न कि तपाईँको आमाले मार्नुहुन्छ, कि तपाईँको बुढीले मार्नुहुन्छ, कि तपाईँको बहिनीले मार्नुहुन्छ, कि तपाईँको भाउजूले मार्नुहुन्छ। के जुठो भाँडा महिलाले मार्नुपर्छ भन्ने छ? किन मजाउँछु म महिलालाई? त्यसकारण मैले जहाँ खाएको खाना पनि म आफै माझ्छु। म त्यो भाँडा आफूले खाएको भाँडा चाहिँ म आफै माझ्नेको कारण चाहिँ एउटा त्यो पनि हो। पक्कै पनि, जो कि तपाईँ त्यसो भए महिलाहरूलाई दुःख दिनुहुन्न भन्ने तपाईँको विचारमा, जो कि महिलाप्रति एउटा गीत पनि त निकाल्नु भएको थियो नि हो, महिलालाई धेरै माया गर्नुहुन्छ, यही हो? म अर्को पनि निकाल्दैछु, त्यही नै हो। महिलाले भनेको खालि जुठा भाँडा माझ्ने, मैला लुगा धुने मात्रै महिलाको काम हो। हाम्रो नेपाली महिला अरू गर्न सक्दैनन्। हामीले हाम्रा महिलाहरूलाई अरू अवसर दिनु पर्दैन। हाम्रा चाहिँ आमाहरूलाई, हाम्रा दिदीबहिनीहरूलाई, मेरो छोरीहरूलाई मैले अरू अवसर नदिने, खालि चाहिँ चुलो र चौकामा मात्रै सीमित गर्ने। तपाईँले खाएको भाँडा तपाईँले माझ्ने, तपाईँको बाबाले खाएको भाँडा बाबाले माझ्ने, दाइले खाएको दाइले माझ्ने। त्यति गऱ्यो भने तपाईँको आमाले, तपाईँको भाउजूले या तपाईँको बहिनीले आफूले खाएको भाँडा माझेर अरू काम गर्न भ्याउँछन् नि त, अरू कुरा सोच्न भ्याउँछन्, अरू काम गर्न भ्याउँछन्, अरू बाहिर निस्कन भ्याउँछन्। तपाईँको चाहिँ एउटा परिवारमा कम्तीमा पनि 7-8जना परिवार हुन्छ हैन। 7-8जनाले खाएको भाँडा मार्न त कम्तीमा आधी घन्टा लागिहाल्छ। त्यो आधी घन्टा समय त बचत हुन्छ नि त महिलाको। पक्कै पनि तपाईँको पोजिटिभ सोचाइले गर्दाखेरि तपाईँ यहाँसम्म आउनु भएको छ। दर्शकहरूले त तपाईँलाई चिनी पनि राख्नु भएको छ, देखि पनि राख्नु भएको छ, तपाईँको हजारौँ गीतहरू पनि सुनिराख्नु भएको छ। थ्याङ्क यू। तपाईँको जो पहिला थियो नि एउटा ससुरालीमा भन्ने गीत, तपाईँलाई गाउनुहोस् भन्दाखेरि दर्शक महानुभावहरू पनि आसेर बसिराख्नु भएको छ होला। यो गीत एक टुक्का त गुनगुनाइदिनुहोस् न दर्शकको लागि। ससुराली गइरहन्थे दिनका दिन, साली माग्दा सासूले लखेटिन्, ससुरालीमा ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा। पक्कै पनि धेरै आदरणीय दर्शकहरूको मागलाई मध्यनजर गरेर आदरणीय दाइलाई मैले गीत गाउन लगाएँ। धेरै माया गर्नुहुन्छ, जो कि म सानो छँदा पनि मेरो आमा बुवा धेरै हाम्रो गाउँघरमा चाहिँ टेप भन्ने हुन्थ्यो आदरणीय दाइ। टेप बोकेर चाहिँ ससुरालीमा गीत घन्काउँदै हिँड्ने बेला बद्री पङ्गिनी त्यति बेला सिधै नाम थाहा हुँदैन थियो, को होला भनेर धेरै जिज्ञासा जगाउनुहुन्थ्यो। ती आमा बुवाहरूले तपाईँलाई प्रष्ट रूपमा चिन्नुहुनेछ, हेरि पनि राख्नु भएको छ होइन। तपाईँले अहिलेसम्म बिर्सनै नसक्ने खालको गीत, त्यसरी चाहिँ दर्शकलाई बद्री पङ्गिनी भनेर चिनाउने खालको गीत कुन जस्तो लाग्छ? तपाईँलाई कुन जस्तो लाग्छ? मलाई लाग्थ्यो ससुरालीमा जस्तो। मैले तपाईँको टुक्का सुने, दर्शक महानुभावहरूलाई पनि त्यस्तै लाग्छ होला। तपाईँलाई आफूलाई चाहिँ लाउचेली सिन्दुर लाउ मनपर्छ मलाई। म आफूले गाएकोहरूमा चाहिँ मलाई अलिकति
त्यो गीत गाएकोमा चाहिँ मैले ठिकै गरेछु त्यो समयमा भन्ने मलाई लाग्छ। तर यो लाउचेली सिन्दुर लाउ भर्खरै चाहिँ बजारमा आउँदा अनि मैले एकचोटि चितवनमा गएर मैले गीत गाएँ कि महिलाहरूको कार्यक्रम थियो, सबै महिलाहरू मात्रै हुन्थ्यो। अनि त्यहाँ गएर मैले लाउचेली सिन्दुर लाउ गाइसकेपछि एकजना बुढियामा उहाँ एकल महिला हुनुहुँदो रहेछ। अनि लट्ठी टेक्दै जुरुको उठ्नु, यस्तो गीत गाउँछस् ए बाबु, यो गीत नगा, यस्तो गीत गाउने त हामी विधवाहरूलाई चाहिँ रातो ला भन्ने, सिन्दुर लगा भन्ने भनेर चाहिँ आमाले परैबाट लट्ठी नै ताक्नुभयो। अनि त्यति बेला मलाई चाहिँ जस एउटा कस्तो कस्तो फिल हो मलाई। अझ त्यसले पछि अझै गाउनुपर्छ, यो गीत त गाउनै पर्ने रहेछ, अझै हाम्रो समाज धेरै पछाडि रहेछ भन्ने पनि फिल हो। अनि मैले निरन्तर रूपमा अहिले पनि गाइराखेको छु, आज पनि गाउँछु। तपाईँको सोचलाई मान्नुपर्छ, पोजिटिभ थिङ्किङ धेरै गर्नुहुन्छ। हजुर हुन्छ, हामी कार्यक्रमको अन्तिम चरणमा छौँ, जो कि तपाईँ पनि बिजी हुँदाहुँदै पनि तपाईँको स्वर, तपाईँको माया दर्शकलाई त्यत्तिकै, दर्शकको माया तपाईँलाई त्यत्तिकै भएर एकदम छोटो समयको लागि हामी तपाईँलाई यहाँ लिएका छौँ। अन्तमा जाँदा जाँदै धेरै मैले अगाडि पनि कुरा जोडेका थिएँ, कलाकार गायक बन्छु भनेर सङ्गीत क्षेत्रमा हाम फाल्नेहरूलाई के भन्न चाहनुहुन्छ? म एकदम यो चाहिँ के हो त भन्दाखेरिमा हामी अहिले रहरले कलाकार बन्छौँ कि रहरले कलाकार बन्न नआउनुहोस् न। कलाकार बन्नको लागि केही न केही कला हुनु पऱ्यो नि त। कि तपाईँले गाउन जान्नु पऱ्यो, कि नाच्न जान्नु पऱ्यो, कि बजाउन जान्नु पऱ्यो, गीत लेख्न जान्नु पऱ्यो, होइन कि सङ्गीत भर्न जान्नु पऱ्यो। यो मध्ये केही कला छ भने आउनुहोस्, हामी पनि सहयोग गर्छौँ, हामी पनि सुझाव सल्लाह दिन्छौँ। तर 2-4 पैसा कमायो भन्दैमा अनि कला त गीतै सङ्गीतमै चाहिँ खर्च गर्नुपर्छ। भैँसी किनेर भैँसी पाल्दा हुन्छ, बारी किनेर चाहिँ खेती गर्दा हुन्छ, भविष्य त्यता सुन्दर हुन्छ, त्यही पैसाले मजाले पढ्दा हुन्छ, अरू व्यापार व्यवसाय गर्दा हुन्छ। अनि नामका लागि मात्रै दाम खर्च गरेर भविष्य बर्बाद पार्न कोही पनि नआउनुहोस्। केही सिकेर आउनुहोस्, केही सिक्न आउनुहोस्, केही भएर मात्रै आउनुहोस्। त्यत्तिकै जबरजस्ती कलाकार मसँग छ भनेर चाहिँ तपाईँको चाहिँ त्यो खल्ती चाहिँ छाम्दै कलाकार बन्न आउने काम चाहिँ नगर्नुहोस्। तर कला भएकासँग पैसै चाहिँ हुनु पनि पर्दैन, आउनुहोस् न, हामी चाहिँ सुझाव सल्लाह दिन्छौँ। अहिले धेरै कम्पनीहरू पनि छन्, धेरैले चाहिँ बुझ्छन् पनि कलालाई, हामी खोजौँला, सहयोग गरौँला। तर प्रतिभा चाहिँ हुनु पर्यो। म यही आग्रह गर्न चाहन्छु, तपाईँहरू जस्तो जो पाए त्यही कलाकार, पैसाको भरमा यी पैसे कलाकारहरूले गर्दाखेरि गीत सङ्गीतकै बदनाम भइसक्यो, होइन। जस्तो पनि अभिनय गरेको छ, जस्तो लुगा पनि लगाइदिएको छ, अभिनयको थाहा छैन, नवरसको थाहा छैन, होइन। त्यस्ताले अभिनय गरेको छ, न नाच्न आउँछ, न चाहिँ रोएको अभिनय गर्न आउँछ, न हाँसेको अभिनय गर्न आउँछ, त्यस्तो गरेर चाहिँ मोडल बनेको छ। अनि जसलाई चाहिँ दोहोरीको थाहा छैन कलाकार, कलाकारिताको थाहा छैन कलाकार, पैसा दिएर मात्रै कलाकार बन्नेहरूलाई अब हामीले बहिष्कार गरेनौँ भने गीत सङ्गीत ध्वस्त हुन्छ। त्यसैले गाउँमा अहिले कति प्रतिभाका कलाकार हुन्छन्, ती प्रतिभाशाली कलाकारलाई सहयोग गर्नुहोस् न। तपाईँसँग भएको पैसाले राम्रा कलाकारलाई अगाडि बढाउनुहोस्। म यही आग्रह गर्न चाहन्छु, आउनुहोस्, नेपाली गीत सङ्गीतमा स्वागत छ, तर केही भएर आउनुहोस्। थ्याङ्क यू सो मच। पक्कै पनि कार्यक्रममा हुनुहुन्थ्यो आदरणीय दाई बद्री पङ्गिनी दाईसँग हामी उहाँका अनुभवदेखि लिएर हरेक उहाँले आफ्नो जिम्मेवारीलाई भ्याउनको लागि धेरै कुरा भन्नुभएको छ। दर्शक महानुभावहरू, अर्को श्रृङ्खलामा फेरि फरक कलाकारसँग उपस्थित हुनेछौँ। छुट्टिन्छौँ, नमस्कार।